हेलो गाइजहरू दोस्तों नमस्ते। म सागर सावल लिम्बू युट्युब च्यानल सबैजना अलिक माया गर्नु होला हैन। म चाहिँ अहिले बेदाना ठाउँतिर छु हैन। कस्तो राम्रो गाउँठाउँ रहेछ हैन। मैले फर्स्ट टाइम अब घुम्न आएको हो हैन। राम्रो गाउँठाउँ पनि रहेछ, मन पर्यो हैन। अनि म चाहिँ अब फर्स्ट टाइम आएको नि त घुम्न बेदाना है। बब्बाल गाउँठाउँ चाहिँ बेदाना होइन, फर्स्ट टाइम अनि अब घुम्न आएको नि त। यस्तो रमाइलो ठाउँ पनि रहेछ होइन। म चाहिँ अब बेदाना घुम्न आएको हो होइन। त्यो रमाइलो गाउँठाउँ रहेछ है। यस्तो राम्रो गाउँ एकछिन बस्नु पऱ्यो। नराद्र चन्दिङ राई यस्तो राम्रो गाउँठाउँ है। वाउ छ नि हौ गाउँठाउँ त यहाँ बेदाना। अनि राम्रो लाग्यो गाइजहरू बेदाना गाउँठाउँ होइन। कस्तो बब्बाल गाउँठाउँ यार। युट्युब च्यानलमा सब्सक्राइब सेयर पनि गरिदिनु होला, लाइक कमेन्ट होइन, कपी लिङ्क सेयर पनि गरिदिनु होला। म चाहिँ अहिले बेदानातिर छु। बब्बाल रहेछ यार। म त अब टिकटक मार्फत होइन, युट्युब मार्फत मैले चाहिँ देखेको होइन कस्तो रहेछ ठाउँ चाहिँ भनेर चाहिँ अब आइपुग्यो। यस्तो बब्बाल रहेछ गाउँठाउँ होइन, मन पर्यो होइन। यसो नेपालको झन्डा होइन हेर्ने बित्तिकै माया लागेर आउँछ है गाइजहरू होइन। बब्बाल गाउँठाउँ है नेपालको झन्डा। गाउँठाउँ राम्रो चाहिँ बेदाना बताउने बुझ्दैन, माया गर्नु भन्न चाहन्छु है गाइजहरू होइन। ओहो गाडी हो कि यार, वाउ गइसकेको छु होइन। पुलमा पनि गएको छु। उही माछा त यार, आमामा माछाहरू त हाँसहरू त घरले यो त्यो माछा के खाँदैन त यहाँ। यता नि माछा रहेछ आमामा यार। खालको माछाहरू पनि रहेछ यहाँ गाइजहरू होइन। लभ इट ल यहाँ पनि यहाँ पानी अब यहाँ चाहिँ लभ गर्ने मान्छेहरू चाहिँ अब आउनु पऱ्यो। म पनि यहाँ गएर बस्नु त यहाँ कस्तो बब्बाल देखिने कि।